हेलो हजुरहरूले हेर्न सक्नुहुन्छ है यो टोटेनम हटस्पर स्टेडियम कति भव्य छ यो है। यो लन्डनकै सबभन्दा ठुलो स्टेडियम मध्ये पर्छ है। यहाँ चाहिँ लगभग चाहिँ अराउन्ड 62,850 है क्यापासिटी रहेछ है। यहाँ चाहिँ यो बनाउनलाई चाहिँ लगभग 1 बिलियन पाउन्ड खर्च गरेको रहेछ कि 1 बिलियन पाउन्ड भनेपछि हजुरहरूले चाहिँ अन्दाज गर्न सक्नुहुन्छ कति खर्च भयो होला नेपाली चाहिँ है। यो क्लब चाहिँ अब यो क्लबमा चाहिँ हेरिकन जस्तो अनि सन जस्तो सुपरस्टार हाम्रो एसियन सुपरस्टार सन जस्तो प्लेयरहरूले चाहिँ अलरेडी चाहिँ खेलिसकेको छ होइन। यो चाहिँ अब क्लबकै कुरा गर्नु पर्दाखेरि चाहिँ एकदमै भनौँ न पहिला चाहिँ पुरानो क्लबको नाम चाहिँ यो व्हाइट लाइन हार्ट क्लब स्टेडियम भनेर चाहिँ यो स्टेडियमको नाम राखेको रहेछ। अनि पछि त्यही व्हाइट लाइन हार्ट स्टेडियमलाई चेन्ज गरेर चाहिँ टोटेनम हटस्पर स्टेडियम भनेर राखेको रहेछ कि यो एकदमै ठुलो छ कि एकदमै ठुलो छ है। मैले त यो अगाडिबाट मात्रै भिडियो बनाएको हजुरहरूले हेर्न सक्नुहुन्छ है। अनि यहाँ चाहिँ यो क्लब फुटबल बाहेक चाहिँ यसमा रग्बी होइन कन्सर्ट अनि बक्सिङहरू होइन त्यो पनि गर्ने रहेछ होइन। अनि हजुरहरूले हेर्न सक्नुहुन्छ है यहाँ सनको फोटो है हेरिकेन है यिनीहरूको फोटो पनि चाहिँ अगाडि राखेको रहेछ है। पहिलादेखि पनि अब कसको छ होइन त्यो सबैको राखेको छ। अनि यो क्लब चाहिँ अब भनौँ न अब प्रिमियर लिगमा पनि एकदम राम्रो क्लब थियो भनौँ न अब त होइन। अब त यसपालि त टप 5मा पनि परेन 6मा झरेको अरे होइन। अब गाह्रो छ तर यही स्टेडियमले गरेर यो टोटेनमलाई चाहिँ यही टोटेनम हटस्पर स्टेडियमले गरेर वर्ल्डमै चिनिन्छ कि यो ठाउँलाई चाहिँ है। यो ठाउँको यो प्लेसको नक्सा नै चेन्ज गरेको रहेछ है यो चाहिँ टोटेनम स्टेडियमले गरेर है। हजुरहरूलाई मैले देखाइरहेको छु हजुरहरूले हेर्न सक्नुहुन्छ। अझै एकदमै ठुलो छ यो है। पछाडिसम्म चाहिँ अब खिच्न जानलाई चाहिँ मलाई पनि गाह्रै होला जस्तो छ हजुरहरूले हेर्न सक्नुहुन्छ है। किनकि अब म पनि अब सानैदेखि फुटबल खेल्नु मलाई पनि फुटबलमा एकदमै इन्ट्रेस्ट भन्छ है। म चाहिँ अब यो स्टेडियमको है त्यो फुटबल प्लेयरहरूको भनौँ न फोटोहरू चाहिँ खिच्ने गर्ने गरेको छु है। वेम्बली जाँदाखेरि पनि मैले चाहिँ भिडियो बनाएको थिएँ फोटोहरू राखेको थिएँ।